नमस्कार। आजको पोडकास्टमा हजुरलाई स्वागत छ। मेरो नाम दामोदर हो र आज म हाम्रो विशेष अतिथि विश्वभक्त दुलाल आहुति सरसँग अन्तर्वार्ता गर्न उहाँको कार्यालयमा जाँदैछु। आहुति सरका जातीय, भाषिक र राजनैतिक विचारहरू देशभर व्यापक रूपमा प्रतिध्वनित भएका छन्। साथै उहाँका क्रान्तिकारी कविताहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चर्चित छन्। जातीय व्यवस्थाबारे उहाँले लेख्नुभएका पुस्तकहरूले हिन्दू प्रधान समाजभित्र दलित समुदायले करिब करिब 3000 वर्षदेखि भोग्दै आएको उत्पीडनका यथार्थ कथा र गहन विश्लेषण समेटेका छन्। आहुति सर 2018देखि नेपाल वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी एसएससिपिएनको नेतृत्व गर्दै आउनुभएको छ र हाल सो पार्टीको महासचिव पनि हुनुहुन्छ। अब औपचारिक परिचय यहीँसम्म। अब हामी आजको मूल कुराकानी सुरु गरौँ। छोटो तरिकाले वैज्ञानिक समाजवाद भनेको के हो भनेर हामीलाई बुझाइदिनुहोस्। अब संसारमा सामन्तवादको अन्त्य भएपछि अथवा युरोपमा भनौँ न, विशेषतः युरोपमा सामन्तवादको अन्त्य भइसकेपछि त्यहाँ पुँजीवादी व्यवस्थाको उदय भयो। व्यापारीहरू र दस्तकारहरू मिलेर पुँजीपतिको जन्म भयो र त्यसले एउटा पुँजीवादी व्यवस्था निर्माण गर्यो हैन। त्यसले चाहिँ उद्योग धन्दा व्यापक रूपमा विस्तार गर्न थाल्यो, सहरहरूको विस्तार भयो र हजारौं हजार मानिसहरू चाहिँ सहरमा केन्द्रित हुन थाले, उद्योगहरूमा केन्द्रित हुन थाले। सुरुमा त अब सामन्तहरूको बन्धनबाट किसानहरू जो बाँधिएका थिए, भूदास किसानहरू थिए, जुन खालको बाँधागिरी अथवा जुन खालको चाहिँ दासत्व थियो त्यसमा त मुक्त भएर लेख्न बोल्न हैन पाउने, ज्याला पाउने काम गरेको हैन भन्ने पुँजीवादी उद्योग धन्दामा आउँदाखेरि मान्छेहरू खुसी भए। तर पुँजीपतिको उद्देश्य त नाफा कमाउनु थियो। नाफा कमाउनका निम्ति एकमात्र उपाय थियो त्यति बेला, त्यो हो श्रमिकको श्रम शोषण गर्ने हैन। त्यो कसरी गर्ने त भन्दाखेरि 8 घण्टा काम लगायो भने 6 घण्टाको तलब दिने, 2 घण्टा आफूले खाइदिने। पहिला त स्लेभरी थियो होला नि त, पहिला स्लेभरी थियो, पहिला थियो, दासत्व थियो, सामन्तवादमा थियो। त्यहाँबाट मान्छेहरू मुक्त भए र स्वतन्त्र रूपमा ज्यालामा काम गर्न पाउने भए। पहिलाको भन्दा राम्रो हो। तर फेरि पुँजीपति वर्ग त मजदुरहरूलाई शोषण गरेर मात्रै कमाउन सक्थ्यो। त्यसले उसले के गर्यो त भन्दाखेरि उसले श्रम शोषण गर्न थाल्यो हैन। मजदुरहरूलाई 16 घण्टा 18 घण्टासम्म काम लगाउने र उसलाई केही घण्टाको पैसा दिने, बाँच्न मात्रै सक्ने बनाउने र मजदुरहरूमाथि चरम शोषण सुरु भयो। सुरु भइसकेपछि त्यो अर्को समस्याको रूपमा आयो पुँजीवादी व्यवस्थाभित्र, श्रम शोषण र मजदुरहरूको बेहालीकरण हैन। हजारौं हजार मजदुरहरू, लाखौं मजदुरहरूको जिन्दगी बर्बाद हुन थाल्यो। त्यसपछि त्यति बेलाका पुँजीपति वर्गका, मध्यम वर्गका बुद्धिजीवीहरू, अर्थशास्त्रीहरू इत्यादिले के सोच्न थाले त भने यो समाजको हित हुने गरी व्यवस्था कसरी बनाउने होला र उनीहरूले फ्रेन्च शब्दबाट चाहिँ अनि समुदायवाद भन्ने, त्यसलाई समाजवाद भन्ने शब्द त्यहाँबाट आयो, सोशलिजम हैन। र त्यसको निम्ति चाहिँ सेन्ट साइमन भन्ने मान्छे, रोबर्ट ओवन भन्ने मान्छे हैन, त्यो फुरे भन्ने मान्छे लगायतले चाहिँ त्यसमा काम गरे। यिनीहरू चाहिँ मार्क्सभन्दा अगाडि मार्क्सभन्दा अगाडि काम गरे। उनीहरूले नै समाजवाद शब्द प्रयोग गरे र मजदुरहरूको हित हुनुपर्छ भने हैन। रोबर्ट ओवेनहरूले बेलायतमा चाहिँ सहकारी सुरु गरे, मजदुरहरूको निम्ति सुरु गरे हो त्यो सहकारी भन्ने हैन। त्यसरी उनीहरूले चाहिँ मजदुरहरूको कल्याण गर्ने, मुक्ति गर्ने, समाजवाद ल्याउने परिकल्पना गरे। तर त्यो असफल भयो। त्यो हुन सक्दैन थियो हैन। मान्छेको इच्छाको कारण ल्याउन खोज्या उनीहरूले, लोक कल्याण गर्न खोज्या उनीहरूले हैन। तर त्यो पुँजीपति वर्गले आउन दिँदैन थियो। त्यो आएन, समाजवाद भन्ने भएन। अवधारणा त भयो तर त्यो व्यवस्था आउन सक्दैन थियो, आएन। त्यसपछि कार्ल मार्क्सहरूको उदय भयो हैन। 1848मा कम्युनिस्ट पार्टीको घोषणापत्र आयो। त्योभन्दा अगाडि जर्मन विचारधारा भन्ने लेख आयो र क्रमशः समाजवादी चिन्तन, नयाँ कम्युनिस्ट चिन्तन आयो। र मार्क्सहरूले के गरे त भने चार्ल्स फुरेहरूको कुरा, त्यसपछि रोबर्ट ओवेनहरूको कुरा हैन,
यिनीहरूको कुरा चाहिँ उनीहरू चाहिँ काल्पनिक समाजवादीहरू थिए भनेर उनीहरूको परिभाषा गरियो। किन काल्पनिक थिए त भने उनीहरू कल्पना गरेर ल्याउन चाहन्थे। त्यो भनेको चाहिँ युटोपियन सोसियलिजम। त्यही युटोपियन भने त्यही नेपालीमा त्यही भनिन्छ, काल्पनिक भने त्यही होइन। काल्पनिक समाजवादी थिए उनीहरू, किनकि उनीहरूले चाहिँ समाजको नियम अनुसार समाजवाद बनाउनु खोज्या होइन कि आफ्नो इच्छा अनुसार कल्पना गरेर समाजवाद बनाउनु खोज्या हुनाले समाजवाद होइन, त्यो हुन सक्दैन थियो, त्यो आउँदैन थियो, त्यो काल्पनिक थियो। समाजवाद चाहिँ चाहिन्छ, तर त्यो के को आधारमा बनाउनु पर्छ त भने समाजमा विकसित हुने वैज्ञानिक जो नियम छ त्यो समाज विज्ञानको नियममा टेकेर बनायो भने मात्रै त्यो चाहिँ समाजवाद हुन्छ, त्यसलाई वैज्ञानिक समाजवाद बनाउन सकिन्छ भनेर उहाँहरूले वैज्ञानिक समाजवाद भन्ने शब्दको परिभाषा त्यसरी गर्नु। यसमा अलिकति म थोरै क्ल्यारिफाई गर्न चाहन्छु ल। हजुरले भन्नुभयो कि एउटा चाहिँ काल्पनिक खालको यस्तो समाज हुनुपर्छ भन्ने एउटा आइडियोलोजी थियो पहिला होइन, र त्यसमा चाहिँ अहिलेको परिस्थिति अनुसार अहिलेको मान्छेहरूको मटेरियल कन्डिसन्स हेरेर चाहिँ त्यस अनुसार चाहिँ एउटा वैज्ञानिक तरिकाले चाहिँ हामी अल्टिमेट गोल चाहिँ समाजवादी सोसियलिजम चाहियो भन्ने, त्यो चाहिँ साइन्टिफिक सोसियलिजम हो। जसरी तपाईँले भौतिक विज्ञानमा होइन, फिजिक्समा जसरी तपाईँले विभिन्न नियमहरू पाउनुहुन्छ साइन्सको होइन, न्युटनका नियम होलान् होइन, ई बराबर एमसी स्क्वायर होलान् होइन, लगायतका जति नियमहरू पाउनुहुन्छ, त्यसै गरी समाज सञ्चालन हुने, समाज विकसित हुने पनि सामाजिक नियमहरू हुन्छ, त्यो वैज्ञानिक नियमको आधारमा चल्छ। त्यसकारण समाज विज्ञानको नियम अनुसार बनाइने समाजवाद चाहिँ वैज्ञानिक समाजवाद हुन्छ भनेर उहाँहरूले परिभाषित गर्नुभयो र त्यो बेलादेखि कम्युनिस्टहरूले बनाउने समाजवाद चाहिँ वैज्ञानिक समाजवाद हो भन्ने अवधारणा स्थापित भयो। यो भन्नाले चाहिँ अब तपाईँले मार्क्स भन्नुभएको थियो होइन, यो वैज्ञानिक समाजवादको फर्स्ट एउटा लिडर थियो होला नि त, कार्ल मार्क्स नै हो कि? कार्ल मार्क्स नै हो। कार्ल मार्क्सबाट पछि लेनिनमा गयो। लेनिनहरूले त्यसलाई राज्य नै त्यस्तो बनाउन थाले, माओहरूले बनाउन थाले, संसारभरि विभिन्न देशहरूमा बनाउने मोडल वैज्ञानिक समाजवाद भनेरै बनाएको। माओ पनि त्यसो भए बिल्कुल त्यही। त्यसो भए अब अहिले मार्क्सदेखि फोरियरदेखि चाहिँ अहिले आहुतिसम्म आउँदाखेरि चाहिँ वैज्ञानिक समाजवाद चाहिँ कसरी परिवर्तन भयो त? आइडियोलोजी त्यो 100 वर्ष अगाडिको आइडियोलोजीमै चलिराख्नु भएको छ कि अहिले चाहिँ? पहिलो कुरा वैज्ञानिक समाजवादको सार के हो त, त्यसको बुद्धि भनौँ न, त्यसको भित्री कुरा अन्तर्वस्तु भन्यो भने कार्ल मार्क्सकै शब्दमा भन्ने हो भने, एक वाक्यमा भन्ने हो भने चाहिँ निजी सम्पत्तिको उन्मूलन समाजवादको मुटु हो होइन। किनकि सबै खालका शोषणकारी व्यवस्थाहरूको जन्मको मूल कारण निजी सम्पत्ति हो। त्यसकारण निजी सम्पत्तिको उन्मूलन चाहिँ समाजवाद वा वैज्ञानिक समाजवादको मुख्य कुरा हो। अब त्यसलाई बुझ्ने बेलामा मान्छेले कसरी बुझे त भने मान्छेसँग भएको निजी सम्पत्ति खोजिदिने रहेछ भनेर बुझे के होइन। किन एउटा सकारात्मक कुरा तपाईँले गर्नु हो भने त त्यसको विरोधी पनि सँगसँगै आउँछ, त्यसले त्यसलाई गलत ढङ्गले प्रचार गरिदिन्छ नि त। गलत ढङ्गले प्रचार गर्नेहरूले कसरी गर्थे त भने निजी सम्पत्ति खोज्ने भने हो भनेर प्रचार भयो। कसैसँग चाहिने भन्दा बढी सम्पत्ति छ भने त त्योलाई किन चाहियो, त्यो त समाजले लिनुपर्छ, त्यो त हो। तर जसलाई चाहिने भन्दा नै कम सम्पत्ति छ भने त्यसमा किन खोज्नु पर्यो, त्यो त होइन नि। त्यसकारण वास्तवमा निजी सम्पत्तिको उन्मूलन भन्ने अवधारणाको मुख्य कुरा के हो त भने निजी दुःखहरूको उन्मूलन भन्ने होइन। निजी दुःखहरूको उन्मूलन, निजी जीवनले मान्छेलाई निजी दुःख उत्पादन गरिदियो, त्यो निजी दुःखहरूको अन्त्य गर्दै जाने। जस्तो कि बुझ्नका निम्ति के त भने जस्तो नेपाल जस्तो देशमा 4 जनाको परिवार छ होइन, लोग्ने श्रीमती छ, त्यसै 2टा बच्चा छ भने त्यो निजी परिवार हो। अब त्यो निजी परिवारले के गर्नुपर्छ त भन्दाखेरि त्यो बच्चाको फी तिर्नका निम्ति निजी दुःख गर्नुपर्छ। त्यसको फी कसैले तिर्दैन, निजी बच्चा हो नि त, निजी बच्चा हो, निजी काम हो। अब त्यो बच्चाको फी तिर्दाखेरि जति दुःख जन्मिन्छ, स्कुलबाट चिट आउँदाखेरि जति छटपट्टि हुन्छ होइन, फी तिर्न नपाएर बच्चालाई निकाल्दाखेरि जति विध्वंस हुन्छ नि दिमागमा, त्यो सबै निजी दुःख हो नि। के कारणले जन्मिएको त्यो भन्दाखेरि त्यो फी चाहिँ निजी रूपमा तिर्नु पर्ने भएर जन्मिएको। यदि त्यो बच्चाको फी समुदायले तिर्दियो भने के हुन्छ, त्यो निजी दुःखबाट त्यो व्यक्ति अन्त्य हुन्छ। त्यसका निजी सम्पत्तिको अन्त्य गर्ने भने चाहिँ निजी दुःखहरूको अन्त्य गर्ने र दुःखहरूलाई चाहिँ सामुदायिक बनाइदिने,
सुखहरू चाहिँ व्यक्तिगत पनि होस्, केही बिगारेन त्यसले, दुःखहरू चाहिँ सामुदायिक बनाइदिनु भने। त्यसकारण समाजवादको मूल सार त्यो हो, पहिलो कुरा। अब पछि त्यो समाजवादको प्रयोग कहाँ भयो त भन्दाखेरि सबभन्दा पहिले रुसमा प्रयोग भयो। त्योभन्दा पनि पहिले पेरिस कम्युनमा प्रयोग भयो होइन। पेरिस कम्युनमा 1871 जो कम्युनार्डहरूले विद्रोह गरे र 71 दिन मजदुरहरूको शासन बनाए नि, त्यो बेलामा उनीहरूले 71 दिनसम्म समाजवाद अभ्यास गर्न खोजे। के गरे त उनीहरूले भने सबैको तलब बराबर भनिदिए तिनीहरूले होइन। 1871 कुरा हो नि त, संसारमा मजदुरको शासन कसैले नदेखा बेलाको कुरा हो। सबैको तलब बराबर, न्यायाधीशदेखि कर्मचारीसम्म सबै चुनिनु पर्ने होइन। यस्ता तिनीहरूले केही प्रयोगहरू गरेका थिए, त्यो पनि समाजवादको प्रयोग नै थियो। तर त्यो 71 दिनपछि फेरि मारिए, ढालियो, खत्तम पारियो, हजारौंको हत्या गरियो होइन, त्यो सिद्धियो। त्यसपछि रुसमा अक्टोबर क्रान्ति भयो 1917 होइन। अक्टोबर क्रान्ति पछि त्यहाँ व्यवस्थित ढङ्गले समाजवाद बनाउन थालियो। तिनीहरूले कहिले जानेकै थिएन, मजदुर वर्गले पनि समाजवाद बनाउन सक्छ भन्ने कुरो थाहा थिएन। कार्ल मार्क्स र लेनिनहरूले लेखेका केही पुस्तकहरू थिए, सबै त प्रयोग गर्नु पर्थ्यो। उनीहरूले प्रयोग गरे। सम्पूर्ण सत्ता सोभियतमा भने, सम्पूर्ण सत्ता सोभियत भने, सोभियत भनेको जनताले निर्वाचित गरेका विभिन्न संस्थाहरू है, त्यसलाई सोभियत प्रतिनिधिमूलक संस्थाहरू, सम्पूर्ण सत्ता सोभियतमा दिने भने। महिलाहरूको मुक्तिको कुरा गरे तिनीहरूले होइन। 8 मार्चलाई वैधानिक बनाएर ल्याए तिनीहरूले। त्यसपछि अब खानै नपाउने भोकै मरिरहेको रोटी शान्तिको निम्ति त क्रान्ति गरे होइन। रोटी शान्तिको निम्ति क्रान्ति गरेको भनेपछि खानै नपाउने रुसलाई उनीहरूले संसारको एउटा एक ध्रुवको होइन शक्तिशाली देशको रूपमा सोभियत सङ्घ स्थापना गरे होइन। र चाहिँ पुँजीवादको विरुद्धमा चाहिँ संसारभरि धावा बोल्ने एउटा रक्तरञ्जित देश उत्पत्ति भयो संसारमा। त्यो शैशवकालीन थियो, उनीहरूसँग अनुभव त केही थिएन। त्यस कारण त्यहाँ थुप्रै गल्तीहरू पनि भए, त्यहाँ थुप्रै गल्तीहरू भए, आफ्नै मान्छेहरूलाई मार्ने काट्ने काम पनि भयो होइन, थुप्रै गल्तीहरू भए। तर त्यसको मूल कुरा के थियो त भने पुँजीवादको विकल्पमा निजी दुःखहरूबाट मुक्ति गर्ने नयाँ व्यवस्था, जो समाजको पीडितको मान्छेले नेतृत्व गर्यो, पीडितको वर्ग आयो होइन, त्यस्तो संसार उदय भयो। त्यसले संसारभरिका मुक्तिकामी जनतालाई सहयोग गर्न थाल्यो त्यसले होइन। दोस्रो विश्वयुद्धमा हिटलरका विरुद्ध पुँजीपतिहरूलाई समेत लिएर हिटलरलाई त्यसले सिद्ध्याइदियो, त्यसले फाँसीवादको अन्त्य गरिदियो त्यसले होइन। चीनमा एउटा उदय भयो, भियतनाम भयो, लाओस भयो होइन, कम्पुचिया भयो, रोमानिया भयो, चेकोस्लोभाकिया भयो, लगायतका भनौँ न हुँदै हुँदै 1958सम्म पुग्दा क्युबासम्म त्यसले क्रान्तिको लहर लिएर आयो होइन। 8000 वर्षको वर्गीय समाज, धनी र गरिब भएको 8000 वर्षको समाजसँग 1917 देखि 1958सम्म त्यो जाजल्यमान भएर लड्यो संसारभरि। र त्यसले संसारलाई एउटा नयाँ चिज दियो कि पुँजीवाद बिना पनि मानिसहरू रहन सक्छन् होइन। पुँजीपति बिना पनि संसार चल्न सक्दछ। निजी सम्पत्ति उन्मूलन गरेर सामुदायिक जीवनमा पनि मान्छेहरू रमाउन सक्छन्, प्रगति गर्न सक्छन् र महाशक्ति बन्न सक्छन् भन्ने कुरा त्यसले प्रमाणित गरिदियो। तर त्यो समाजवादसँग अनुभव कम थियो होइन। 1917 देखि 1958को क्युबा क्रान्तिसम्म बनेको समाजवादसँग अनुभव कम थियो, किनकि वर्गीय समाज त 8000 वर्षको छ, यो त चाहिँ 50-60 वर्षको समाज हो। योसँग अनुभव कम थियो, योसँग थुप्रै समस्याहरू थिए, वैचारिक समस्या थियो, संगठनात्मक समस्या थियो होइन, धेरै चिजको योसँग समस्या थियो। त्यस कारणले गर्दा पुरानो समाजवाद क्रमशः ढल्दै गयो होइन, ढल्दै गयो र चाहिँ अनि गर्न खोजेको क्रान्ति पनि असफल हुँदै गए होइन। पुरानो स्थापित भएको समाजवाद पनि ढल्दै गयो। र जुन बेलामा त्यो समाजवाद चाहिँ उदयमान थियो, संसारभरि पुँजीपति वर्ग त्रसित भयो, सब खाइदिने भयो। त्यस कारणले उनीहरूले जनतालाई भ्रम दिनका निम्ति विभिन्न नयाँ नयाँ समाजवादहरू ल्याए। एउटा प्रजातान्त्रिक समाजवाद भन्ने आयो, त्यो चाहिँ समाजवादै होइन नि त। कसरी हो प्रजातान्त्रिक समाजवादले के भन्छ भने त सबैलाई पैसा कमाउने अधिकार देऊ अनि एक दिन समाजवाद आउँछ भन्छ होइन त। त्यसो भने सबभन्दा पहिले समाजवाद कहाँ आउनु पर्थ्यो? बेलायतमा आउनु पर्थ्यो। सबभन्दा बढी पुँजी त उसले जम्मा गरे हो होइन। त्यसपछिको पालो फ्रान्सको हुनुपर्ने, उसले जम्मा गरे हो, अनि जर्मनीको हुनुपर्ने होला, त्यसपछि अमेरिकाको पालो आउने होला, फेरि जापानको पनि पालो आउनुपर्ने। तर काहीँ पनि प्रजातान्त्रिक समाजवाद त आएन होइन। तर अहिले त हाम्रो यो के अरे
यो फिनल्यान्ड, स्विडेन, नर्वे, डेनमार्क, यिनीहरू स्क्यान्डिनेभियन कन्ट्रिज, यिनीहरूलाई त डेमोक्रेटिक सोसियलिस्ट कन्ट्री भनिन्छ नि त। उनीहरूलाई सामाजिक जनवादी देश भनिन्छ, म मान्छु, हो पनि, तर उनीहरू पुँजीवादी देशहरू हो। अनि त्यो पुँजीवादमा पनि समाजवाद बन्न सक्दो रहेछ। कसरी सक्दैन? म तपाईँलाई उदाहरण राख्छु नि। उहाँको मान्छेहरू चाहिँ सबैभन्दा खुसी मान्छेहरू छ। उनीहरूले भन्छन्, उनीहरूले भनेर कसरी हुन्छ र उनीहरूले प्रमाणित गर्नु पर्यो नि। निजी सम्पत्तिको उन्मूलन भएको हुनु पर्यो। एक, निजी सम्पत्तिको उन्मूलन भएर त निजी दुःखहरू उत्पादन भएको छ। नत्र नर्वेका गल्लीहरूमा महिलाहरूलाई बेच्नका निम्ति सोकेसमा किन राखिन्छ? यसको उत्तर छ उनीहरूसँग। होइन भने स्कटल्यान्डले नेपालमा लगानी गरेको बिजुली सबभन्दा महँगो किन छ? यसको उत्तर छ उनीहरूसँग। छैन नि, होइन? त्यसकारण मुठ्ठीभर पुँजीपतिहरूले चलाएको हो, मुठ्ठीभर पुँजीपतिहरूले चलाएको हो। तर उनीहरूले के गरे त भने ती साना साना देश थिए, थोरै जनसङ्ख्या भएका साना साना देशहरू थिए र संसारभरिबाट युरोपले लुटेर ल्याउँदाखेरि उनीहरूको भागमा पनि कैयौँ हिस्सा परेको थियो। त्यसलाई उनीहरूले थोरै जनसङ्ख्याको निम्ति उनीहरूले बनाए, सडक बनाए, इत्यादि चिज बनाए। त्यो त कुनै मोडेल हुनै सक्दैन नि। मोडेल हुनलाई हेर्नुहोस्, कुनै पनि राजनीतिक व्यवस्थाको मोडेल स्थापित हुनका निम्ति आफ्नै धरतीमा अरूलाई नलुटिकन आफ्नै व्यवस्थाले सम्पन्न बनाएको हुन्छ। युरोप त लुटेर बनाएको महादेश हो। त्यो कहाँ आफैले प्रगति गरेको? त्यसले युरोपले विज्ञान प्रविधिमा प्रगति गर्यो, त्यो कुरा सत्य हो। तर आर्थिक उत्पादनमा त लुटेको हो नि। एउटा कङ्गो भन्ने देशबाट मात्रै 2 लाख मानिसहरू मारेर रबर लुट्या होइन युरोपले, होइन? बेलायतले मात्रै दक्षिण एसियाबाट 20 लाख होला, 20 लाख 2 लाख र जे होस्, तपाईँहरू करेक्ट गर्नु न त्यसलाई। मैले पढेको 2 लाख थियो, होइन? 20 लाख पनि होला, मेरो पढ्दाखेरि मिस्टेक पनि भएको हुनसक्छ। त्यो त केही कुरो एउटा प्रतिनिधि कुरा गर्न खोजेको, होइन? भारतबाट मात्रै 12वटा ठुला जहाजहरूमा, होइन, ज्वेलरी लुटेर लगेको होइन, इतिहास सिद्ध छ नि, होइन? सारा अफ्रिकीहरूलाई चाहिँ दास बनाएर काम गराएको होइन युरोपले, सबैलाई थाहा छ नि। ब्राजिलको त लोकल भाषै सिद्धियो, पोर्चुगिज भाषा बोलिन्छ होइन त, होइन? स्पेनले कति लुट्यो हामीलाई थाहा छ। त्यसकारण युरोप भनेको त त्यति बेलाको कोलोनिजममा उपनिवेशवाद अन्तर्गत संसारभरि लुटेर उनीहरूले आफूलाई सम्पन्न बनाएका हुन्। त्यो व्यवस्थाले कहाँ सम्पन्न बनाएको हो? होइन, त्यो व्यवस्थाले होइन। त्यो त्यस्तो भन्ने हो भने त अहिले पनि अमेरिकाको व्यवस्थाले अमेरिकी धनी भए भन्नुपर्ने हुन्छ नि। त्यो हो त? संसारभरिका देशहरूले डलरमा मात्रै काम गर्नुपर्ने किन? अमेरिका फासिजम होइन यो, हो नि? सबैलाई थाहा छ नि, होइन? त्यसकारणले अमेरिका धनी भएको अथवा कुनै पुँजीवादी मुलुक धनी भएको भनेर त अरूलाई अरूको बर्बादीको शर्तमा भएको नि। त्यो व्यवस्था कसरी शानदार हुन्छ र? हुनै सक्दैन नि। अरूको बर्बादी बिना नै आफ्नै समाजको उत्पादनबाट मानिसहरू खुसी हुन्छन् भने त्यो पो बेस्ट व्यवस्था हुन्छ त। त्यसो भए हजुरले चाहिँ अहिले चाहिँ यो चाइनामा भएको चाहिँ व्यवस्थालाई चाहिँ तपाईँ चाहिँ समाजवादी भन्नुहुन्छ कि भन्दिनँ? होइन नि, कसरी? अब यसले त अब त हन्ड्रेड्स अफ मिलियन्स अफ मान्छेहरूलाई चाहिँ पोभर्टी लाइनबाट हटाएको छ। अहिले चाइनामा बुलेट ट्रेनहरू छ, मान्छेहरूले खान पाएको छ, स्कुल जान पाएको छ, पढ्न पाएको छ। 30-40-50 वर्ष अगाडि मान्छेहरू गरिब थिए। मलाई यति कुरा भनिदियोस् त, कसैले सामन्तवादी समाजमा मान्छेले खान पाएको थियो कि थिएन? दास युगमा दासहरूले खान पाएको थियो कि थिएन? के हो यो अर्थशास्त्रको कहाँको कुरा हो? यो भनेको के? पोभर्टी अन्त्य भयो भनेर व्यवस्था ठिक भए हुन्छ? होइन, सुन्नुहोस् कुरा, त्यसरी होइन। यो त पुँजीवादी अर्थशास्त्रीहरूले एउटा सोच्ने एउटा तरिका बनाइदिएका छन्। त्यो तरिकामा आधारित भएर सोच्दाखेरि त्यो बेस्ट देखिन्छ। हेर्ने के होइन त भने हिजोभन्दा अहिले बेटर लाइफ भयो कि भएन भनेर हेर्ने दृष्टिकोण ठिक छैन। अहिले भइरहेका मानिसहरूको बीचको जीवनको खाडल कति छ भनेर हेर्ने, होइन? हिजोभन्दा बेटर लाइफ त व्यवस्थाको कल्पनै गर्न नगर्दा पनि थियो नि। जङ्गली युगका मान्छेहरू आफैले कृषि सुरु गरे होइन र? त्यहाँ कुनै समाजवादको कल्पना थियो त? थिएन नि।
हिजोभन्दा बेटर लाइफ त मानिसको स्वाभाविक गुण हो। त्यो त स्वाभाविक गुण हो, मान्छेले सधैँभरि सङ्घर्ष गरिराखेका हुन्छ, त्यस कारण हिजोभन्दा अलिकति बेटर लाइफ त जहिले पनि हुन्छ। त्यो कुनै राजनीतिक व्यवस्था बिना नै हुन्छ नि त। हामीले हेर्ने भनेको त समकालीन समाजमा अहिले भइरहेको समाजमा धनीहरू र गरिबहरूको बिचमा फासला कति, ग्याप कति, त्यहाँ हेर्ने हो राजनीतिक व्यवस्थालाई, होइन? पुँजीवादी अर्थशास्त्रले यही कुरा छोपेर राखेको छ। पुँजीवादी अर्थशास्त्रले यो कुरा छोपेर राखेको छ, जसले गर्दा मान्छेलाई भ्रम दिन्छ। अब पुँजीवादी अर्थशास्त्रमा चाहिँ यसलाई चाहिँ कसरी भन्छन् भन्दाखेरि चाहिँ धनी मान्छेलाई धनी हुन मन त ठिकै छ, गरिब मान्छेहरू खुसी भयो भने ठिकै छ, त्यो ओभरअल व्यवस्था त ठिक भयो भनेर भन्छ। खुसी भने के हो? खुसी भनेको त सामाजिक व्यवस्थाले निर्माण गर्ने हो। खुसी भनेको सामाजिक व्यवस्था नै जब कसैसँग धेरै छ कसैसँग थोरै छ अनि खुसी चाहिँ एकै खालको जन्मिन्छ, बिल्कुल अलग खालको जन्मिन्छ नि, होइन? अब जबरजस्ती मान्छे उपाय नभएर होइन एउटा एक छाक खाएर बस्नुपर्ने अर्कै विषय भयो। त्यो मान्छे पनि हाँस्दो हो। जेलमा पनि त गीत गाइन्छ, तर स्वतन्त्र मान्छेले गाएको जस्तो गीत हुन्छ? हुँदैन नि। त्यस कारणले बन्धनमा पनि मान्छे रमाइरहेका छन् भनेर चाहिँ त्यो ठिकै हो भन्नु बेठी कुरा हो, त्यो मिल्दैन। आज तपाईँ पुँजीवादी संस्थाहरूले नै निकालेको तथ्याङ्क हेर्नुहोस् न, 1% जनतासँग कति प्रतिशत सम्पत्ति छ, होइन? सबैलाई थाहा छ, होइन? 1% जनसङ्ख्यासँग चाहिँ 70-80% भन्दा बढी पैसा थुप्रियो नि। अब मान्नुहोस्, अनि त्यो 79% मान्छे पनि त्यो 1% जति नै खुसी छ त? अब त्यो चाहिँ कस्तो भयो भन्दाखेरि चाहिँ अहिलेको क्यापिटलिजममा प्रब्लम छ, अहिलेको पुँजीवादमा प्रब्लम छ, होइन? ठुलो प्रब्लम छ। यो 1%ले चाहिँ धेरैको चाहिँ धेरै धन सम्पत्ति जम्मा गरेको छ, तर सधैँ क्यापिटलिजम सधैँ पुँजीवाद यस्तो थिएन नि त। सधैँ थियो। अब फर इक्जाम्पल बिल्कुल सधैँ थियो। यसको आधारभूत गुण सधैँ त्यस्तै। पुँजीवादी समाज आएदेखि होइन पुँजीको उत्पादन पहिले कम थियो, अहिले बढी भयो, होइन? संकेन्द्रण अहिले विज्ञान प्रविधिको कारणले संकेन्द्रण अझ बढी भयो, तर पहिला पनि निश्चित पुँजीपतिको हातमा अथाह सम्पत्ति, बहुसङ्ख्यक मजदुरहरूको हातमा नहुने, यही त हो। आधारभूत गुण त यही हो नि। यसको कहिले फेरिएको छ र? आधारभूत गुण पुँजीवादको फेरि नै सक्दैन, होइन? किनकि बहुसङ्ख्यक मान्छे गरिब नभएसम्म एउटा मान्छे धनी हुनै सक्दैन, होइन? जबसम्म प्रतिस्पर्धाको सिद्धान्त लागू गरिन्छ त्यो बेलासम्म बहुसङ्ख्यक मान्छेहरू पछि पर्छन्। यो त सिद्धान्त हो। प्रतिस्पर्धा भने त गलत कुरा हो। सामाजिक जीवनमा प्रतिस्पर्धा भनेको त बहुसङ्ख्यक मान्छेलाई पछि पार्ने सिद्धान्त हो, होइन? त्यसकारणले पुँजीवाद त्यो सामाजिक जनवादको रूपमा होस्, त्यो प्रजातान्त्रिक समाजवादको रूपमा होस्, या अरब समाजवादको रूपमा होस्, कुनै पनि समाजवादको नाममा होस्, पुँजीवादी व्यवस्था समाजवाद हुन सक्दैन। त्यो चाहिँ वास्तविक वैज्ञानिक समाजवादलाई रोक्न, त्यसमाथि भ्रम दिन उनीहरूले सिर्जना गरेका विभिन्न अवधारणाहरू हुन्, जुन कुरा गलत छ। त्यसो भए म हजुरलाई क्वेसन सोध्छु है त। अब यो साइन्टिफिक विश्वास भएको मान्छे हजुर, होइन? यो साइन्समा चाहिँ एउटा चाहिँ एकदमै फन्डामेन्टल कुरा मानिने, अब अहिलेको करेन्ट पुँजीवाद सिस्टममा मानिने कुरा भने इनोभेसन हो, होइन? जहिले पनि नयाँ कुरा इनोभेसन गर्नुपर्छ। अहिलेको मोबाइल फोनहरू भयो, रोडहरू भयो, रोड पनि कुनै बेला रोडमा बन्ने कुराहरू सबै कुरा, होइन? इन्फ्रास्ट्रक्चर भनेको चाहिँ इनोभेसन हो, होइन? कम्पिटिसन हजुरले हटाउनु भयो भने चाहिँ कम्पिटिसन समाजमा कम्पिटिसन छैन भने, होइन, इनोभेसन चाहिँ कसरी हुन्छ? हो, यो कुरा हरेक युनिभर्सिटीभित्र, होइन, पुँजीवादले एउटा यसरी हालिदिएको छ मानिसहरूको दिमागभित्र कि कम्पिटिसन भएन भने चाहिँ प्रयोग हुँदैन वा आविष्कार हुँदैन, होइन, वा नयाँ चिजको सिर्जना हुँदैन भनेर हालिदिएको। अब म 2-4वटा प्रश्न राख्छु। आगोको आविष्कार 68,000 वर्ष अगाडि भयो भनेर मानिन्छ मेक्सिकोमा, होइन? दक्षिण एसियामा 28,000 वर्ष अगाडि आगोको आविष्कार मानिसले गर्यो भनेर मानिन्छ, होइन? त्यो आगोको आविष्कारकसँग कसको प्रतिस्पर्धा थियो? कसैको त्यो बेला त स्ट्रगल थियो नि त सर्भाइभ गर्नलाई। म भन्दैछु, हो, सर्भाइभ गर्ने कुरा चाहिँ मुख्य थियो, होइन त? हो, होइन? अब आज पनि मानिसहरूको चासो सर्भाइभ हो कि कम्पिटिसन? सर्भाइभ नै। सर्भाइभ भनेदेखि प्रतिस्पर्धा किन चाहियो?
प्रतिस्पर्धा त पुँजीवादले अथवा शोषणकारी व्यवस्थाले बहुसंख्यक मान्छेलाई पछि पार्न ल्याएको अवधारणा हो। मानव जाति त हेर्नुहोस्, मानव जाति त अहिले त के कुरा बाँदरको अवस्थामा अथवा यस्तो स्यापियन्स नै नभएको अवस्थामा समेत मानिस सङ्घर्ष गर्दै आयो हैन। प्रकृतिसँग लड्यो होला, त्यसले जनावरसँग लड्यो होला, आइडियाहरूसँग लड्यो होला हैन। मानिसको त निरन्तरको प्रयत्न छ कि उन्नत जीवन, त्यो पुँजीबाट आएर होइन हैन। पशुको जीवनदेखि नै मानिसको मात्रै पनि होइन, संसारमा भएका सम्पूर्ण वनस्पति, सम्पूर्ण जनावर, सम्पूर्ण किरा फट्याङ्ग्राको निरन्तरको प्रयत्न छ कि अघि बढ हैन। प्रतिस्पर्धा कहाँ चाहिरहेछ मान्छेले, अघि बढ्न चाहिरहेछ। कमिलाहरू झुन्डका झुन्ड छन् हैन, अघि बढ्नलाई सबै साथ हिँडिराखेका छन् हैन। शिकार खेल्न चाहिँ सिंहहरू साथ हिँडिरहेका छन्, त्यत्रा बलिया छन् तर एक्लै एक्लै हिँड्दैनन् हैन। सबै त साथमा छन्। जङ्गलका रुखहरू पनि संवाद गर्छन् आफ्नै तरिकाले, साथै बस्न चाहन्छन्। कम्पिटिसन कहाँ गर्छन् उनीहरूले? बिल्कुल प्रतिस्पर्धा भन्ने कुरा पुँजीवादले अथवा शोषक वर्गले बहुसंख्यक मान्छेलाई पछाडि पार्नलाई हैन, प्रतिस्पर्धामा म आएपछि मैले बढी सुख गर्न सहज कुरा हो, सजिलो कुरा हो भनेर निर्माण गरिएको कुरा हो। प्रतिस्पर्धा आधुनिक जमानामा निर्माण गरिएको भाग्यवाद। तर जनावरहरूको बिचमा पनि होइन, अब जङ्गलमा हुन्छ नि होइन, जङ्गलमा खानेकुराहरूको लागि कम्पिटिसन बढ्छ होइन र खानेकुरा अब मेट चुज गर्ने बेलामा होइन, त्यो बेला पनि कम्पिटिसन त हुन्छ। त्यो त हाम्रो नेचुरल एक्जिस्टेन्सकै नेचुरल कुरा होइन र कम्पिटिसन। त्यहाँ कम्पिटिसन छैन। जस्तो कि तपाईँले कुकुरहरूको बिचमा नेचुरली हेर्नुहोस्, कुकुरहरूको बिचमा तपाईँले मासु खोसाखोस देख्नुभयो भने हैन, अर्कोको खुट्टा काट्न उसले योजना बनाइरहेको छ। त्यहाँ मासु पाउने हदसम्म मात्रै उनीहरू झगडा गरिरहेको छ अभावको कारणले हैन। तर उसको खुट्टा काट्नलाई, ऊ मासु नपाएको झोकमा उसलाई खुट्टा काट्नलाई योजनाबद्ध रूपमा कहिले हिँडेको छैन नि। त्यो कुरै होइन यो। मैले भने नि, प्रतिस्पर्धाको अवधारणा भनेको आधुनिक जमानाको भाग्यवाद। पुरानो जमानाको भाग्यवादले के भन्थ्यो? मैले भाग्यमा पाएर आएको हुनाले धेरै भोग्न पाएको, राजा हुन पाएको भन्थ्यो। आधुनिक जमानाको पुँजीवादले चाहिँ के भन्छ भने प्रतिस्पर्धामा म अगाडि आएको हुनाले मैले धेरै भोग्न पाएको हैन। यो बिल्कुल गलत कुरा। पुँजीवादले मानिसलाई एक अर्कालाई सिद्धाउने प्राणीको रूपमा सिद्धाइदियो। प्रत्येकलाई जित्नुपर्ने प्राणी बनाइदियो। जित्न त काट्नै पर्यो, काट्नु पर्यो नि हैन। जित्नलाई के गर्नु पर्यो? तपाईँले पढ्न पाउने कलेजमा मैले पढ्न नपाउनु पर्यो हैन। जित्नलाई के गर्नु पर्यो? तपाईँले खाएको जति मैले खान नपाउनु पर्यो। तपाईँ जितिहाल्नुहुन्छ नि। तपाईँले जति औषधि पाउनुहुन्छ मैले त्यो औषधि नपाउनु पर्यो, तपाईँ जितिहाल्नुहुन्छ हैन। त्यसकारणले हर चिजलाई मालमा रूपान्तरण गर्नु, कमोडिटीमा रूपान्तरण गर्नु पुँजीवादको मुख्य कुरा। मानिसलाई पनि उसले के गरिदियो? मालमा रूपान्तरण गर्यो। तपाईँ एउटा युनिभर्सिटीमा पढेर एउटा राम्रो इन्जिनियर बन्नुहुन्छ, राम्रो आइटी इन्जिनियर बन्नुहुन्छ, तपाईँ डक्टर बन्नुहुन्छ, पाइलट बन्नुहुन्छ, साइन्टिस्ट बन्नुहुन्छ हैन, कृषि विज्ञ बन्नुहुन्छ, तर तपाईँलाई मुठीभर पुँजीपतिले तलबमा किनिदिन्छ। तपाईँभन्दा त्यो विषयमा जान्दै नजानेको मान्छेले तपाईँलाई अर्डर गर्छ, तपाईँको जिन्दगीबारे उसले फैसला गर्छ हैन, र तपाईँलाई ऊभन्दा तल बस्न बाध्य पार्छ। यही होइन पुँजीवाद? अनि यस्तो पुँजीवादले कतै प्रगति हुन्छ मानव जातिको? त्यसकारणले मानव जातिको प्रगति पुँजीवादले वा प्रतिस्पर्धाले भएको होइन। पुँजीवादी व्यवस्थाले प्रतिस्पर्धा असाध्य नकारात्मक बनाइदियो, घातक बनाइदियो, तीव्र पनि बनाइदियो, त्यो कुरो सत्य। तर मानव जातिको विकास प्रतिस्पर्धाले भएको होइन, सामुदायिक सहकार्यले भएको हैन। जनावरको अवस्था हुँदेखि मान्छेले निरन्तर प्रगति गर्दै आयो, निरन्तर मेहनत गर्दै आयो। उसले ढुङ्गा खोज्यो, उसले काँस बनायो, उसले आरनको खोज गर्यो, आरन बनायो। कोसँग प्रतिस्पर्धा? सिंगै समुदायसँग लिएर हिँड्नु थियो, के को प्रतिस्पर्धा हैन। सबैको जोडफलमा जङ्गली जनावरहरू बचे तिनीहरू, सबैको जोडफलमा तिनीहरूले औषधिहरू खोजे तिनीहरूले, के को प्रतिस्पर्धा हैन। खोज्दा खोज्दा उनीहरूले सामूहिक रूपमा ईश्वर समेत खोज्न पुगे। नजानेपछि के गर्नु हैन, थाहा थिएन, थाहा नभए त खोज्यो। हावा पनि देउतै हो कि हैन, अब थाहा थिएन। सबै कुरा उनीहरूले सामूहिक रूपमा खोजे र त मानव जाति यहाँसम्म आइपुग्यो नि।
कहाँ प्रतिस्पर्धा गरेर आएको? यो प्रतिस्पर्धाको अवधारणा बिल्कुल गलत छ। यो बिल्कुल पुँजीवादी अवधारणा हो, जसले एउटा मान्छेलाई अर्को मान्छेलाई सिद्धाउन सिकाउँछ। यो समाजवाद होइन। समाजवादले सँगै जाउँ भन्छ, पुँजीवादले प्रतिस्पर्धा गरौँ भन्छ। अब यो त भन्नुभयो होइन, मैले चाहिँ के देखिरहेको छु भन्दाखेरि चाहिँ हाम्रो समाज चाहिँ एउटा, हाम्रो वर्ल्ड अर्डर चाहिँ एउटा पुँजीवादी खालको छ क्या अहिले होइन। अनि नेपाल चाहिँ एकदम गरिब हुनुको कारण चाहिँ सायद यो चाहिँ कम्पिटिसनमा अब पुँजीवादले क्रिएट गरेको आर्टिफिसियल भए पनि यो कम्पिटिसनमा कम्पिट गर्न नसकेर हारेर चाहिँ नेपालले चाहिँ प्रोडक्टहरू उत्पादन गर्न नसकेको, बेच्न नसकेको होइन, यसरी हेर्न मिल्यो होइन। तर संसार त यस्तो छ, बनिसकेको छ, नेपाल त सानो देश होइन। नेपाल जस्तो देशले कसरी चाहिँ समाजवादमा चाहिँ जान सक्ने भयो क्या, जबकि संसारै पुरै पुँजीवादी स्टाइलले चलिरहेको छ क्या। दुईटा कुरा भन्नुभएको छ तपाईँले सँगसँगै। यहाँ तपाईँको प्रश्नमा दुईटा प्रश्न छ क्या, दुईटा विषय छ। एउटा संसार बनिसकेको छ भन्ने तपाईँको एउटा अवधारणा छ, अर्को चाहिँ नेपाल कसरी प्रगति गर्छ। दुईटा छ है। संसार बनिसकेको छ भन्ने अवधारणा नै आंशिक सत्य हो। के भनेको छ? जापानमा बुलेट ट्रेन चलिरहेको छ होइन त, तर हरेक वर्ष जापानमा 25,000 मानिसहरूले आत्महत्या गर्छ। एकछिन अमेरिकन स्कुलले वा पश्चिमा स्कुलले वा पुँजीवादी स्कुलले के सिकाइरहेको छ त भने जीवन भनेको भौतिक जीवनमा प्रगति गर्नु, त्यो नै प्रगति हो भनेर मानव रूपमा त्यसले अघि सार्यो होइन। भौतिक सडक बन्यो, प्लेन बन्यो होइन, रकेट उड्यो होइन त, अब चाहिँ सबै भौतिक जीवनका प्रगतिहरू जो छन् त्यो चाहिँ प्रगति हो भन्ने उसले मानक बनाएर सबैको दिमागमा उसले त्यो हाल्न खोजिरहेको छ, हालिसकेको। तर मानव जीवन भनेको र मानव समाज भनेको चाहिँ भौतिक प्रगति मात्रै होइन भन्ने विचारधारा पनि सँगसँगै समाजवादले लिएर आइरहेको छ होइन। जस्तो कि भन्नु न, नेपालबाट अमेरिका गयो एउटा केटा वा एउटा केटी, उसले त्यहाँ 30 वर्षको निम्ति एउटा घर किन्यो, 30 वर्षमा पैसा तिर्ने गरी। त्यसपछि उसले एउटा कार लियो, कति वर्षमा तिर्ने गरी उसले काम गर्यो हो। तर उसलाई 18 वर्षसम्म यो देशमा धेरै नै मेहनत गरेर हुर्काउने आमा बाबा जब मर्छन्, ऊ फेसबुकबाट कुरा गरिरहेको छ। उसँग घर पनि छ, उसँग कार पनि छ, पिज्जा पनि छ, तर उसको 18 वर्षसम्म जसले लगानी गरे उनीहरूलाई कम्तीमा त्यति त मानौ न, 18 वर्षसम्म जसले लगानी गरे, राति पनि हेरे, दिउँसो पनि हेरे होइन, त्यो बिरामी हुँदा पनि हेरे, सबै कुरा गर्दा हेरे, तर तिनीहरूको बारेमा सोच्ने उसलाई फुर्सद छैन। यो भौतिक उन्नति चाहिँ समग्रता हो कि मानव जीवन होइन। समाज भत्काउने गरी बनाइएको भौतिक प्रगति त्यसले मानव जीवनलाई विकृत मात्रै बनाउँछ, त्यसले समृद्ध बनाउँदैन होइन। समृद्ध बनाउँदैन। समृद्धि भन्नु र धनी हुनु भन्नु एउटै कुरा होइन। मानिसहरू डिप्रेसनमा जाने रेट बढै गर्ने र सडक पनि राम्रा बनि नै राख्ने कुरा के हो होइन। यो त मिलेन कुरा त होइन। हाम्रो देशको रेट र जापानको आत्महत्याको रेट करिब बराबर छ होइन। हाम्रो देशको रेट र जनसङ्ख्याको अनुपातमा हेर्नु पर्यो नि त। जनसङ्ख्याको अनुपातमा रेट हेर्ने हो भने हामी करिब 3 करोड भएको र उनीहरू 14 करोड भएको आत्महत्याको रेट करिब बराबर छ। हाम्रो 6-7 हजार छ, उनीहरूको 20-25 पुग्छ वार्षिक होइन। भनेपछि पुँजीवादले विकास गर्यो, त्यो हो, भौतिक प्रगति त्यसले गराउँदैन, त्यो त हो, तर मानिसको सामाजिक जीवन त त्यसले ध्वस्त पार्यो। कहाँ छ समाज? पुँजीवादी दुनियाँमा समाज कहाँ छ? र पुँजीवादमा बाँचिएको मध्यम वर्गको पनि जीवन खोज्यो त्यसले त। मजदुरको त कुरै छोडिदिनुहोस् न, मध्यम वर्गसँग लाइफ नै छैन पुँजीवाद। त्यसले एउटा घर लिनु पर्यो भने त्यसले 30 वर्ष त्यसले तिरे गर्ने हो होइन। ज्वरो आएको जोचाउन जानु पर्यो भने पनि त्यसले लगातार त्यसले इन्सुरेन्स भरेको भरै गर्ने हो। त्यसको आफ्नो स्वतन्त्र लाइफ कहाँ छ? कम्पनीहरूलाई नतिरिकन उसको स्वतन्त्र लाइफ कहाँ छ? छैन। भनेपछि मध्यम वर्ग मजदुरको त कुरै छोडौँ, पुँजीवाद अन्तर्गत मध्यम वर्गको जीवन पनि
ठुला पुँजीपतिहरूको निम्ति नाफा कमाइदिने स्लेभरी बाहेक अरू के हो? छैन नि। त्यसकारणले पुँजीवादी समृद्धिलाई, पुँजीवादी विकासलाई हामीले केवल भौतिक प्रगतिसँग दाँजेर हेर्नु हुँदैन नि। त्यसरी हेऱ्यो भने त हामी के देख्छौँ त भने सामाजिक व्यवस्था भनेर त बेसिक कुरा भन्ने हुन्छ। त्यस्तै भौतिक प्रगति हामी गर्न सक्छौँ तर सामुदायिक ढङ्गले गर्न सक्छौँ, तब शानदार हुन्छ यो दुनिया। त्यसो भए होइन हजुर, नेपालमा चाहिँ अब यो भौतिक तरिकाले डेभलपमेन्ट मात्र नभइकन अरू सामाजिक तरिकाले डेभलपमेन्ट गर्नको लागि होइन हजुरले देख्नुभएको प्रमुख कुरा चाहिँ के बदल्नुपर्छ हामीले? अब अहिलेको विश्व जो आइएमएफ होइन, वर्ल्ड ट्रेड सङ्गठन, त्यसपछि चाहिँ विश्व ब्याङ्क, एसियाली विकास ब्याङ्क लगायतकाहरूले डिजाइन गर्छ अहिलेको विश्वको सामाजिक जीवनलाई, होइन त? किनकि त्यसमा नै दुनियाँका सबभन्दा ठुला पुँजीपतिहरूको देशहरूको पैसा छ। उनीहरूले हाम्रो जस्तो देशलाई के गरे त अहिले भने नि, हाम्रो जस्तो देशलाई के गरे भने विज्ञान प्रविधिमा आएको असाधारण विकासको कारणले उनीहरूले हाम्रो जस्तो देश र हाम्रो जस्तो क्षेत्र, कुनै देशका क्षेत्रहरू, कुनै चाहिँ सिँगै देश होइन लाई के गरे त उनीहरूले भने कृषि र वस्तु उत्पादनबाट बेदखल गर्ने लगे अहिले, होइन? नवउदारवादको नीति अन्तर्गत न्यू लिबरलाइजेसन भन्ने जो कन्सेप्ट लिएर आयो उनीहरूले, त्यस अन्तर्गत उनीहरूले के गरे त भने हाम्रो जस्तो देश र हाम्रो जस्तो देशको अवस्था भएका विभिन्न देशका क्षेत्रहरूलाई के गर्ने, कृषिलाई र वस्तु उत्पादनलाई क्रमशः निषेध गर्दै लैजाने र यस्तो देशलाई चाहिँ के गरिदिने भने उपभोक्ता समाजको रूपमा रूपान्तरण गरिदिने, होइन? पहिला चाहिँ के हुन्थ्यो त भने विज्ञान प्रविधिको विकास तीव्र नभइसकेका हुनाले यही उद्योग खोल्न आउँथे उनीहरू, यहीँको पुँजीपतिलाई लिएर यही उद्योग खोल्न आउँथे। विज्ञान प्रविधिको धेरै विकास भएको हुनाले अब के भयो त भने त्यही उत्पादन गर्दाखेरि नै उनीहरूको लागत कम हुने भयो र एउटा हिस्सा यहाँ पठाइदिए पुगिहाल्यो। यहाँ उनीहरू उद्योग धन्दा खुल्ला हुने। कृषिमा उनीहरूले करिब 50-60 वर्ष लगाएर कृषि करिब उनीहरूले उदास बनाइदिए। रासायनिक मल हाल्ने कन्सेप्ट लिएर आयो, त्यसले एकचोटि जनसङ्ख्या वृद्धिलाई पनि प्रभाव पार्यो, होइन? त्यसले प्रगति भए जस्तो पनि भयो। तर रासायनिक मल एउटा यस्तो चिज थियो कि एलोपेथिकमा चाहिँ ब्लड प्रेसरको औषधि जस्तो एकचोटि खाएपछि कहिले छोड्न मिल्दैन, होइन? रासायनिक मल हाले गर्ने। तर उनीहरूले हाम्रो जस्तो देश र हाम्रो जस्तो देशको अवस्था भएको क्षेत्रहरूमा के गर्यो भने रासायनिक मलको कारखाना चाहिँ खोल्न नदिने क्या उनीहरूले, होइन? नेपालमा रासायनिक मलको कारखाना खोल्नको निम्ति जग्गा काठमाडौँमा अधिग्रहण गरेको आज 40 वर्ष भयो। त्यो धेरै खरब लाग्ने उद्योग पनि होइन, तर त्यो खोल्यो, होइन? खोल्न दिएन। त्यसपछि अब मल हालेको हालेर गर्नु परिन्छ, मल कारखाना छैन, लागत बढ्यो। त्यसपछि उनीहरूले अर्को कब्जा के गरे भन्दाखेरि बिउ कब्जा गरे। बिउ त प्रत्येकको घरमा थियो, त्यो प्रत्येकको घरबाट अब बहुराष्ट्रिय कम्पनीको हातमा बिउ गयो, त्यो पनि किन्न पर्यो, बिउ पनि किन्नु। अब किसान उत्साहित हुन्छ त, लागत बढ्यो, त्यसकारणले कृषि निराश हुँदै गयो। यसमा सानो प्रश्न होला, किसान धनी पनि भयो कि भएन यो रासायनिक मल यो बाहिरको बिउ युज गरेर? यही त भएन भन्दैछु, कसरी हुने र? लागत बढ्दै जान्छ, होइन? उत्पादन बढ्दैन, होइन? अनि भारत नेपाल जस्तो देशमा कृषिमा लगानी कति गर्छ त सरकारले? तपाईँ हेर्नुहोस् त, मान्छेले नेपाल मात्रै कुरा गर्छ क्या। गएको वर्ष भारतमा कृषिको निम्ति छुट्याएको जति बजेट थियो त्यसमध्ये 22% मात्रै खर्च हो। 22%। त्यो बहसको विषय छ अहिले इन्डियामा। त्यो 22% भने के रहेछ भने मूलत कर्मचारी खर्च। किनकि वर्ल्ड ब्याङ्कले आइएमएफले जो डिजाइन गरेको छ त्यो डिजाइन लागू भएको छ। त्यहाँ कृषिलाई उदास गर्नु नै छ। कृषि उदास भयो नेपालमा, उत्पादनबाट मान्छे निराश हुन थाल्यो, अर्को क्षेत्रमा जान चाहे। अर्को क्षेत्रमा जानले उसले के गरेछ भने न्यू लिबरलाइजेसन अन्तर्गत, निजीकरणको प्रक्रिया अन्तर्गत चाहिँ यो देशका उद्योग धन्दा खोल्ने बाटो बन्द गरिदिएको छ। त्यो कृषि क्षेत्रबाट आउने विशाल जनसङ्ख्या के भयो त? बेरोजगार भयो नि त, भयो नि। हो, त्यो बेरोजगार जनसङ्ख्यालाई अब बहुराष्ट्रिय कम्पनीहरूले के गर्ने भयो भने कहाँ चाहिन्छ
कुन ठाउँमा चाहिन्छ त्यो त अब बिल्कुल सस्तो श्रम हो। त्यो आफ्नो देशमा टिक्न नसक्ने जनसङ्ख्याको श्रम त सस्तो भइहाल्छ। अनि त्यसलाई विभिन्न बहुराष्ट्रिय कम्पनीहरू कहाँ लैजाने र आजको आधुनिक दासको रूपमा त्यो मजदुर होइन, त्यो मार्क्सले लेनिनले कल्पना गरेको ल्याबर होइन, त्यो आधुनिक दास हो। त्यसले के गर्न पाउँदैन, त्यसले हडताल गर्न पाउँदैन, त्यसले सामूहिक सौदाबाजी गर्न पाउँदैन, त्यसले राजनीति गर्न पाउँदैन, ट्रेड युनियन बनाउन पाउँदैन, त्यसले आफ्नो मत व्यक्त गर्न पाउँदैन, केही पनि पाउँदैन। त्यो बहुराष्ट्रिय कम्पनीले जे भन्छ, जति तलब भन्छ त्यति लिने हो, त्यति खाने हो, त्यति घण्टा काम गर्ने हो, होइन भने डिपोर्ट गरेर जाने होइन त। अनि उसले त्यहाँ बसेर कमाएको पैसा पनि कस्तो छ त भने कतारमा बसेर 30,000 रुपियाँ नेपाल पठाउनेले कतारकै समाजको निम्ति चाहिँ उसले अर्को 30,000 कमाइदिन्छ। टुथपेस्ट किन्छ होइन, टोयलेट पेपर किन्छ बिहानदेखि होइन, ऐना हेर्छ, सिनेमा हेर्छ, सबै खर्च गर्छ उसले आफ्नो कमाइबाट। र यहाँ 30,000 कमायो भने त्यहाँ 30,000 भन्दा बढी खर्च बुझाइन्छ। त्यो 30,000 भन्दा बढी बुझ्ने भनेको त बहुराष्ट्रिय कम्पनीको सामान बिक्नु। बहुराष्ट्रिय कम्पनीको सामान उत्पादनमा पनि उसले सस्तो श्रममा उत्पादन गरिदिन्छ, त्यही सामान पनि उसले महँगोमा किनिदिन्छ, अनि आफ्नो देशमा उसले 30,000 पैसा पठाउँछ, अनि यो देशमा त उत्पादन बन्द गरिदिएको छ। अनि त्यही 30,000 पैसाले फेरि आफैले बनाएको सामान आफ्नो छोराछोरीले यहाँ किन्छ र पैसा जति फेरि फर्केर उतै जान्छ। हो, यसरी आजको विश्व पुँजीवादले हाम्रो जस्तो गरिब र हाम्रो जस्तो गरिब क्षेत्रहरूलाई श्रम प्रदायक र उपभोक्ता समाजमा रूपान्तरण गरिदियो। श्रम प्रदायक जहाँ गएर श्रम गरिदिने उनीहरूको निम्ति र चाहिँ उपभोक्ता समाज उपभोग गरेर बस्ने, उत्पादक समाज नबनाउने, सृजनशील समाज नबनाउने होइन। यो डिजाइन अहिलेको विश्व पुँजीवादको डिजाइन हो। यो डिजाइन अन्तर्गत नेपाल मात्रै होइन, हाम्रो अवस्थामा रहेका हामीभन्दा अलिकति प्रगति गरेका संसारभरिको अवस्था यही। नेपालबाट कतार कति लाख गए मात्रै हिसाब भइरहेको छ नि, इन्डियाबाट कति गए हिसाब भएको छ र हामी गर्दैनौँ होइन। अफ्रिकनहरू कति आइरहेको छ कतार, त्यसको हिसाब छैन। फिलिपिनी महिलाहरू संसारभरि के गरिरहेका छन्, कसैले हिसाब गरिरहेछ र छैन। भनेपछि त संसारभरिको हालत अहिले के भयो त भन्दाखेरि चाहिँ हाम्रो जस्तो क्षेत्र र हामीभन्दा अलिकति अगाडि बढ्न खोजेका क्षेत्रहरूलाई उनीहरूले यो नव उदारवाद अन्तर्गतको नीति अन्तर्गत उत्पादक र श्रम प्रदायक समाजमा रूपान्तरण गर्यो। अब योसँग लड्ने यो पुँजीवादी व्यवस्थाको विकल्पमा र यो देशका सबै सरकारहरू चाहिँ त्यो नीति लागू गर्ने दलाल होइन। त्यसमा हाम्रो यो देशको व्यवस्थाको चरित्र के छ त भने यो कम्प्राडर प्रकारको छ होइन, दलाल प्रकारको छ यो होइन, दलाल पुँजीवाद भन्छौँ हामीलाई। धेरै साथीहरूले चाहिँ यसलाई चाहिँ के अरे क्रोनिक क्यापिटलिजम भनेर पनि भन्छन्। क्रोनिक क्यापिटलिजमको चरित्र पनि छ, तर यसको मूल चरित्र चाहिँ कम्प्राडर प्रकार हो। विदेशी उत्पादनलाई यहाँ ल्याएर बेच्ने, विदेशी पुँजीपतिको सेवा गरेर यहाँ शासन गर्ने यसको मूल चरित्र हो। यसको नाटकतावाद प्रधान होइन, सहायक होइन। यसमा दिनै धेरै चिज छैन, के दिने नाटकतालाई? यसले केही टेन्डरहरू दिने हो होइन, यसले केही आयोजनाहरू दिने हो, मूल सेवा त उसले विदेशी गर्ने। त्यसैले यसको मूल स्वभाव क्रोनी होइन, यसको मूल स्वभाव चाहिँ कम्प्राडर प्रकारको हो, यसको दलाल प्रकारको होइन। त्यसैले दलाल पुँजीवाद छ र यहाँका सरकारहरू बन्ने भनेको चाहिँ त्यही अन्तर्राष्ट्रिय पुँजीवादको प्रतिनिधिको रूपमा यहाँ कठपुतली सरकारहरू बनाइन्छ होइन, आफ्नो धारणा लागू गर्ने सरकारहरू बनाइन्छ। अहिले नेपालमा एमसिसी लागू गर्ने सरकार चाहिएको छ। अहिले नेपालमा चाहिँ सबभन्दा बढी चाहिएको के हो भने एमसिसी लागू गर्ने सरकार चाहिएको छ। यसैको वरपर राजनीति घुमिरहेको छ। जे होस्, अब समाजवाद नेपालमा कसरी जान्छ त? अब यसको विरुद्ध त यो त विश्व फेनोमेना हो, यो त नेपालको मात्रै कुरा भएन। एकातिर पुँजीवादी देशहरू आफैभित्र पनि आक्रोश चुलिँदै गएको छ, उनीहरूको अन्तर्विरोध त हल भएको थियो। अहिले पनि त प्रगति गरेको भनेको फ्रान्समा जुलुस निस्किनै राखेको, तिनले ठिक बाटो पाइरहेका छैनन्, निकास पाइरहेका छैनन् होइन, हल त भएको छैन। त्यस कारणले जहाँ पनि आक्रोशहरू बढिरहेका छ, किनकि सबभन्दा धनी भनिएका देशहरूमा गरिब र धनी बीचको खाडल सबभन्दा धेरै छ। यहाँ बुझ्नुपर्ने कुरा
हाम्रो जस्तो देशमा गरिबी बढी छ, उनीहरूको देशमा खाडल बढी छ। त्यो सानो कुरा होइन, त्यो पनि भयानक कुरा। त्यहाँ पनि अन्तर्विरोध कन्ट्राडिक्सन चर्किने राखेको छ। तर हामी सबभन्दा पीडित चाहिँ हामी जस्ता देशहरू भयो। त्यसकारण हामीले के गर्नुपर्ने हुन्छ भने अब चाहिँ अहिलेदेखि नै आजको विज्ञान प्रविधिलाई प्रयोग गरेर हाम्रो समाजवादी अर्थतन्त्र हामी आफै बनाउन थाल्नुपर्छ। म एउटा कुरा तपाईँ आफू भनौँ कि आजको विज्ञान प्रविधिले सबभन्दा बढी नाफा कमाउने अवसर पनि पुँजीपतिलाई दिइरहेको छ र आजको विज्ञान प्रविधिले फेरि पुँजीपति नै नचाहिने समाज पनि सम्भव बनाइरहेको छ। पुँजीपति नचाहिने समाज हैन, किनकि पुँजीपति वर्ग हैन, पुँजीपति वर्ग जो जन्मियो के को बलमा जन्मियो त? कुन आवश्यकताका कारण जन्मियो? सामाजिक आवश्यकता नभए त क्लास जन्मिँदैन। क्लास हुँदा त व्यक्ति जन्मिएर त हुँदैन नि। सामाजिक अवस्थाको कारणले क्लास जन्मिन्छ। त पुँजीपति वर्ग कुन कारणले जन्मियो त भन्दाखेरि उत्पादन गर्ने मान्छे र उपभोक्ताको बीचमा सीधा, प्रत्यक्ष र निरन्तर सम्पर्क सम्भव थिएन हैन। दुईटा मान्छेको बीचमा, टाढा टाढा बसेको मान्छेको बीचमा सीधा डाइरेक्ट हैन, प्रत्यक्ष लाइभ र कन्टिन्युस निरन्तर सम्पर्क सम्भव थिएन। चिठी पठायो केही हप्तापछि पुग्थ्यो हैन, भेट्न गयो केही दिन लाग्थ्यो हैन। त्यसमा किनकि उत्पादनकर्ता र उपभोक्ताको बीचमा सीधा सम्पर्क, प्रत्यक्ष सम्पर्क हुन नसक्ने युगमा बिचौलिया जन्मिनु अनिवार्य थियो। बीचको पुँजीपति अनिवार्य थियो। उपभोक्तासँग पनि कन्ट्याक्ट गर्ने हैन, उत्पादनकर्तासँग पनि कन्ट्याक्ट गर्ने मान्छे त जरुरी थियो। त्यसकारणले पुँजीपति जन्मियो। आजसम्म टिकेर आयो हैन। तर आज विज्ञान प्रविधिका कारणले के भयो त भन्दाखेरि संसारको कुनै पनि भागमा बसेको मान्छेसँग कुनै पनि अर्को भागमा बसेको मान्छेको 24 घण्टा उसले चाहन्छ भने सम्पर्कमा बस्न सक्ने भयो हैन। यदि त सबैले मान्छौँ हामी हो। यही चीज नै पुँजीवादको काल। किन काल हो त भने संसारभरिका मानिसहरू कि त उत्पादक हुन्, अर्को चीजको उपभोक्ता हुन् हैन। म गीत गाउँछु भने गीतको उत्पादक हुँ म। तपाईँ काउली फलाउनुहुन्छ भने गीतको उपभोक्ता हो, काउलीको उत्पादक हो। तपाईँ मलाई चाहिन्छ, म तपाईँलाई चाहिन्छ। बीचको पुँजीपति किन चाहिन्छ? त्यो बिना नै हामी दुईजना गर्न सक्छौँ काम। त्यसकारणले वैज्ञानिक समाजवाद अब यहाँबाट सुरु हुन्छ हैन। कसरी सुरु हुन्छ त भने समुदाय नै उत्पादक, समुदाय नै उपभोक्ता, बीचमा पुँजीपति चाहिएन। एउटा अर्थतन्त्रको एकाइ बन्नका निम्ति चारवटा खुड्किला हुन्छ। उत्पादन, विनिमय साटासाट गर्नु पर्यो, अनि साटासाट गरेर जति बच्छ त्यो भागभण्डा गरेर खानु पर्यो, त्यसलाई वितरण भनिन्छ, र अन्तिममा उपभोग हैन। उत्पादन, विनिमय, वितरण, उपभोग, यो चारवटा खुड्किलामा उत्पादन र उपभोगमा जहिले पनि जनता छ, श्रमिक वर्ग छ। वितरण र चाहिँ विनिमय चाहिँ पुँजीपतिले कब्जा गर्ने गरे, किनकि उत्पादन गर्ने र उपभोक्ताको बीचमा सिधा सम्पर्क थिएन। अब उत्पादनकर्ता र उपभोक्ताको बीचमा सिधा सम्पर्क छ भने ती दुईटा मिलेर उत्पादन, त्यसपछि चाहिँ विनिमय, वितरण र उपभोग आफैले गरे भने त पुँजीपति वर्ग चाहिदैन। भनेपछि चाहिँ नेपालको लागि चाहिँ हैन, यो आफै उत्पादन गर्ने, आफै उपभोग गर्नलाई सबै कुरा त मिल्दैन हैन। अब आइफोन, अब मोबाइल फोन त नेपालमा बन्दैन नि त हैन। अब यो बन्नको लागि चाहिँ इम्पोर्ट चाहिँ गर्नै पर्छ। तर हजुरले भन्नुअनुसार चाहिँ हामी चाहिँ नेपालमै सकेसम्म इम्पोर्ट गरौँ, नेपालमै चाहिँ नेपालमै उत्पादन गरौँ र नेपालमै उपभोग गरौँ। नमिल्ने कुराहरूको लागि चाहिँ इम्पोर्ट चाहिँ गर्नै पर्यो। यस्तो भयो के, यस्तो भयो। पहिलो कुरा चाहिँ संसारको कुनै पनि इकोनोमी 100% आत्मनिर्भर हुँदैन। कुनै न कुनै चिज अन्तबाट लिनुपर्ने हुन्छ। जस्तै आइफोन सबभन्दा बढी बनाइरहेकाहरूले चाहिँ लिथियम पनि उनीहरूकै होला होइन होला नि होइन। त्यो त कतै न कतैबाट आवश्यकता अनुसार लिइरहेको हुन्छ। त्यो देश लिथियमको निम्ति उत्पादक हुन्छ, त्यो त्यसको निम्ति उपभोक्ता हुन्छ, त्यसको निम्ति त्यो उत्पादन हुन्छ। त्यस्तै हुन्छ नि होइन। हामीले सोच्दाखेरि संसारभरिको सिस्टममा सोच्नु पर्यो नि। संसारभरिको सिस्टममा जसरी पुँजीवाद 450-500 वर्ष अगाडि जन्मिँदा
भेनिसमा जन्मिँदा कस्तो थियो र? इत्रो त थियो त्यो। संसारभरि राजाहरू थिए, संसारभरि चाहिँ किसानमाथि शोषण थियो होइन। त्यो पुँजीवादले पनि त मेहनत गर्दै 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 आज संसार खाएको होइन र? त्यस्तै गरी समाजवाद पनि संसारको कुनै पनि कुनाबाट सुरु हुन सक्छ नि, र त्यो विश्व व्यवस्था बन्छ त्यो होइन। विश्व व्यवस्था बन्नुभन्दा अगाडि संक्रमण काल रहन्छ होइन। ट्रान्जिसनल फेज भन्छ नि त, संक्रमण काल रहन्छ। संक्रमण कालमा थुप्रै सङ्घर्षहरू हुन्छन्, थुप्रै असफलताहरू हुन्छन्, थुप्रै सफलताहरू हुन्छन्। त्यो त अर्कै विषय हो, प्रोसेसको विषय हो। प्रोसेस भन्ने कुरा त एउटा कुरा, तर भन्न खोजेको कुरा के त भने आज विज्ञान प्रविधिको कारणले पुँजीपति वर्ग बिना नै अर्थतन्त्र बन्न सक्ने भयो समुदायको। त्यस कारणले समुदाय नै उत्पादक, समुदाय नै उपभोक्ता हुने गरी अर्थतन्त्रको एकाइ सुरु गर्न सकिन्छ। अहिलेदेखि वैज्ञानिक समाजवादी व्यवस्था सुरु गर्न सकिन्छ, सेन्ट्रल कब्जा नगरी होइन। पहिला के थियो त भन्दाखेरि पहिला चाहिँ राज्य सत्ता पहिला कब्जा गर्ने अनि केन्द्रबाट समाजवाद बनाउन सुरु गर्ने भन्ने हुन्थ्यो। तर आज विज्ञान प्रविधिको विकासले के भइदियो त भने समुदाय नै उत्पादक, समुदाय नै विनिमय, समुदाय नै वितरण, समुदाय नै उपभोक्ता बन्न सक्ने त्यो चक्र बन्न सक्ने भएको हुनाले जतिसुकै ठुलो उत्पादन पनि यही 4 फुट्ला हो। प्लेन बनाने यही 4 फुट्ला हो, जे बनाने यही फुट्ला, माल हो भने फुट्किला यति हो होइन। अहिले बन्न सक्ने भयो। त्यसकारण हाम्रो जस्तो देशले के गर्नुपर्ने, समुदायले के गर्नुपर्ने भन्ने एउटा नयाँ राजनीतिक आन्दोलन जसले के गर्छ त भने समुदाय नै उत्पादक, समुदाय नै उपभोक्ताको चक्र निर्माण गर्छ। ती अर्थतन्त्रका एकाइहरू एक एक ठाउँमा मिल्न थाल्छन् र वैकल्पिक समानान्तर समाजवादी अर्थतन्त्र बन्न थाल्छ। हो, समानान्तर अर्थतन्त्र जब बन्न थाल्छ, समानान्तर अर्थतन्त्रको रक्षा र विस्तारको निम्ति त्यहाँ राज्य सत्ता जन्मिन्छ, राजनीति जन्मिन्छ। त्यो राजनीतिले समाजवादतिर लिएर जान्छ होइन। यसरी समानान्तर एउटै देशभित्र, एउटै समाजभित्र समाजवादी व्यवस्था अहिलेदेखि सुरुवात गर्ने दिशामा जानुपर्ने हुन्छ। त्यसो नगर्ने हो भने के गर्नुपर्ने हुन्छ भने हामीले पुँजीवादको अत्याचार खपिराख्नुपर्ने हुन्छ, र यो सबै देशमा सम्भव छ होइन। यो विचारमा आधारित भएर सबै देशमा क्रान्तिकारी आन्दोलनको विकास सम्भव छ, नत्र अरू विधिबाट सम्भव छैन। त्यसो भए होइन, अब अहिले नेपालमा भइरहेको अब यसलाई क्रान्ति भने पनि नभने पनि यो एउटा विद्रोह भने पनि अहिले चाहिँ जेनजीहरूमा चाहिँ एउटा शक्ति छ क्या, एउटा चाहना छ क्या, अहिले चाहिँ नेपाललाई चाहिँ नयाँ डिरेक्सनमा लाने। यसको लागि चाहिँ अब अहिले जे भइरहेको छ, अहिलेको करेन्ट सर्कमस्टान्स, अहिलेको हाम्रो स्थिति हेरेर होइन, हजुर चाहिँ जेनजी युवाहरूलाई चाहिँ कसरी चाहिँ अगाडि बढ्न चाहिँ हजुर चाहिँ रिकमेन्ड गर्नुहुन्छ? जेनजी युवा भनेको एउटा उमेर समूह हो होइन, त्यो विचारधारा होइन। मैले भनेको म भन्दैछु उमेर समूह भनेको विचारधारा हुँदैन होइन। उमेर समूह भनेको एउटा उमेर समूह हुन्छ होइन त। त्यसकारण जेनजी आफै विचारधारा होइन, त्यहाँ विभिन्न विचार मान्नेहरू छन्, विभिन्न विचार मान्ने होलान्, कोही अर्कै होलान्, कोही के होलान्, कोही धर्म मान्ने होलान्, कोही के मान्ने होलान् होइन, कोही अमेरिका जान पाए जाने भन्ने होलान्, कोही चाहिँ अस्ट्रेलिया गएर बस्ने भन्ने होलान्, कोही यहीँ काम गर्ने भन्ने होलान्, कोही कम्युनिस्ट बन्ने भन्ने होलान्, कोही काङ्ग्रेस बन्ने भन्ने होलान्, इत्यादि विभिन्न विचारका हुने भयो। अहिले नेपालमा पोखिएको आक्रोश होइन, अहिले नेपालमा पोखिएको आक्रोश जेनजी विद्रोहको रूपमा जो देखा पर्यो होइन। क्रान्ति त त्यसको एजेन्डै थिएन होइन। त्यसको एजेन्डा भनेको यो व्यवस्थामा सुधार थियो, यो व्यवस्थामा सुधार थियो। त्यसकारण त्यो सुधारको निम्ति यहाँ विद्रोह भयो होइन। अब विद्रोह भयो, तर त्यस जेनजी आन्दोलनका विभिन्न समूहहरूसँग एउटै त थिएन, त्यो त विभिन्न समूहहरू थिए त्यहाँ। त्यो समूहहरूसँग 4-5वटा कुराको कमी थियो होइन। एउटा उनीहरूको राम्रो चिज के थियो कि यो व्यवस्थाले हामीलाई दुःख दियो, यहाँ हामीले दुःख पायौँ, यसबाट हामीलाई चाहिँ ठिक चिज चाहियो, कम्तीमा सुशासन त चाहियो भन्ने थियो, राम्रो थियो होइन। तर समस्या के थियो त भन्दाखेरि यो सिङ्गो नेपाली समाजलाई, नेपाली समाजका समग्र अन्तर्विरोधहरूलाई उहाँहरूले संश्लेषण गरेकै थिए, सिन्थेसिसै गरेको छैन, देखिँदैन। जस्तै नेपाली समाजमा उत्पीडित राष्ट्रहरूको समस्या हल गर्नुपर्छ बरु, आदिवासी जनजातिहरूको समस्या हल गर्नु। प्रत्येक प्रदेशमा प्रत्येक उत्पीडित राष्ट्रको भाषा मर्दैछ, मारिँदैछ, त्यसबारेमा अध्ययनै गरेका थिए। दलित समस्या कसरी हल गर्छ त यसले? यो व्यवस्थामा के होस् भन्ने चाहेको त? यहाँ एक शब्द पनि थिएन, छलफलै थिएन होइन।
दलाल पुँजीवादी व्यवस्था जो नेपालमा चलिराखेको छ त्यो व्यवस्थाको हल कसरी गर्ने त भन्ने बारेमा उहाँहरू छलफलमा प्रवेश गरेकै थिए हैन। संसारभरि पुँजीवाद असफल भइसक्यो, संसदीय व्यवस्था असफल भइसक्यो, त्यसको विकल्पमा वैज्ञानिक समाजवाद भन्ने पनि बहस चलिराखेको छ, त्यो के हो त भन्ने बारेमा बहसमा प्रवेश गरेकै थिए हैन। त्यसकारण पहिलो त्यसको समस्या के थियो त भन्दाखेरि चाहिँ नेपाली समाजलाई अगाडि बढाउनलाई विश्व व्यवस्थासँग जोडेर विचारधारामाथिको छलफल त्यहाँ थिएन। त्यसकारण त्यसले समस्या ल्याउँथ्यो एउटा। अर्को अनुसार केन्द्रीय कमान्ड थिएन, किनकि कुनै पनि राजनीतिक हस्तक्षेप गर्नु त केन्द्रीय कमान्ड चाहिने हुन्छ, केन्द्रीय कमान्ड पनि थिएन। तेस्रो कुरा अनुभव पनि थिएन फेरि, किन अनुभव भन्ने कुरा त एपबाट डाउनलोड गर्न मिल्दैन हैन। अनुभव तीव्र रूपमा लिन मिल्छ तर त्यो लिनै पर्छ आफैले फेरि, त्यो अन्तबाट डाउनलोड गर्न मिल्दैन, त्यो अनुभवको पनि केही समस्या थियो। अर्को मध्यम वर्गका युवाहरू नै सबभन्दा बढी चलायमान थिए, त्यो पनि एउटा समस्या। किन मध्यम वर्गको युवाहरूले जे समस्या भोग्या हुन्छ बहुसंख्यक श्रमिक वर्गको समस्याको अनुभूति होला हुँदैन हैन, हुँदैन नि। यसको लागि त एकछिन म सक्छु। त्यसकारणले यी समस्याहरू सहित जेनजी विद्रोह थियो हैन। तर उहाँहरूको एउटा गम्भीर विषयमा ध्यान गएको थिएन। त्यो के त भन्दाखेरि नेपाली समाज चाहिँ सुगौरी सन्धिपछि लगातार विदेशी शक्ति केन्द्रहरूले नेपालको राजनीतिको माइक्रो म्यानेजमेन्टमा समेत प्रवेश गर्ने गरेका छन् भन्ने कुरा चाहिँ नेपालका सबै समाजशास्त्री, सबै राजनीतिक कर्मीले स्वीकारेको विषय। त्यसकारण नेपालको यो अवस्थामाथि र हाम्रो आन्दोलनमाथि पनि हैन विभिन्न शक्तिहरूले के खेल्न सक्लान्, हामीलाई कसरी बदनाम गरिदिन सक्लान्, वा हाम्रो आन्दोलनलाई तुहाइदिन पनि सक्लान्, वा हाम्रो आन्दोलनलाई अपहरण गरेर अन्त्य ल्याउन पनि सक्लान् भनेर त्यो विषयतिरको ध्यान चाहिँ उहाँहरूको पटक्कै थिएन। जबकि नेपालमा हरदम याद गर्नुपर्ने कुरा हो, किन यो कन्स्पिरेन्सी थ्योरीवाला कुरा हो नि। केही मान्छेले भनिरहेछन् नि हैन, षड्यन्त्रकारी सिद्धान्त कुरा गर्ने अनि सक्यो, कुरा त्यसो होइन। नेपालमा सबैलाई थाहा छ नि, संविधान घोषणा गर्ने बेलामा भारतीय सचिव आएर सिधा प्रचण्डलाई भने हैन यो घोषणा नगर भनेर, सबैलाई थाहा छ हैन। यहाँ आन्दोलन हुन लाग्यो भनेदेखि इन्डियाबाट चाहिँ कोही मान्छे आएर भाषण गर्न थाले हैन, सबैलाई थाहा छ हैन। यहाँ कुनै सन्धि सम्झौता हुन थाल्यो भने प्रत्येक पार्टीको नेतालाई अमेरिकन दूतावासले भेट्दै हिँड्ने गरे हैन, सबैलाई थाहा छ। यस्तो गम्भीर विषयमा चाहिँ उहाँहरूको कम ध्यान गयो क्या, ध्यानै गएन बराबरको भयो क्या। यी सबै समस्याको बीचमा उहाँहरू भएको हुनाले अब के गर्न सुझाव दिनुहुन्छ तपाईले भन्नुहुन्छ भने मैले के भन्छु भने यी सबै विषयमा उहाँहरूले डिटेलली छलफल गर्न पर्यो, विचारधाराको विषयमा छलफल गर्नै पर्यो, पुँजीवादको विषयमा छलफल गर्नै पर्यो, समाजवादको विषयमा छलफल गर्नै पर्छ, विदेशी हस्तक्षेप कसरी हुने गरेको छ, कहाँबाट हुने गरेको छ, हाम्रो यो आन्दोलनमा पनि कसरी तिनीहरूले डिजाइन गरे कि गरेनन्, गरे भने कहाँबाट गरे, हामीले फस्यौं कि फसेनौं कि, सबै विषयमा उहाँहरू डिटेल प्रवेश गर्नु पर्यो। किन नगर्ने आफ्नो देशको बारेमा? जबकि सिङ्गो समाजले उहाँलाई स्याबास भनिराखेको छ, स्याबास भनिरहेको छ नि त विद्रोहको लागि हैन। विद्रोहमा पसेर भाँडो बैलो मचाए अरूहरूले गरेर होलान्, उहाँहरू पनि कति व्यक्तिगत रूपमा कतै पर्नु पनि भयो होला, त्यो अर्को विषय भयो। तर मूल कुरा आन्दोलनको भावना र आन्दोलनको विद्रोह त सही छैन हैन। त्यसै उहाँहरू त्यहाँ जानु पर्यो नि। अब त यताउति गरेर त हल्नुहुँदैन, विचारधाराको विषयमा प्रवेश गर्नै पर्छ उहाँहरू हैन। समाजवादी भन्ने बित्तिकै तर्सेर हल्नुहुन्छ र हल्नु हुँदैन नि, किनकि यो त विचारधारा हो नि, पुँजीवादको विकल्पमा आएको विचारधारा हो नि त। अनि कसरी तर्सेर भागेर हुन्छ हल्नुहुन्छ। त्यसका समस्याहरू छन् भने त्यसमा छलफल गरौँ न, छलफल गर्नु पर्यो। अनि राजनीतिक पार्टी भन्ने बित्तिकै तर्सेर हुन्छ त? संसारमा आजसम्मको इतिहासमा सारा क्रान्तिका नेतृत्वहरू राजनीतिक पार्टीले गरे होइन हो नि त होइन। ल जेनजी पुस्ताकै साथीहरू पनि योजनाबद्ध रूपमा राजनीतिमा आउन चाहनुहुन्छ भने त उहाँहरूले पनि कुनै न कुनै ढङ्गले आफ्नो ठाउँको पार्टी त बनाउनै पर्छ। पार्टी होइन कि अब सङ्गठन भने त हो। त्यसकारण हरेक विषयमा उहाँहरू प्रवेश गर्नु पर्यो, वैज्ञानिक चेतनाको निर्माण गर्नु पर्यो हैन। त्यसको निम्ति बहस सृष्टि गर्नु पर्यो। एउटा त कुरा त नाङ्गे आयो नि नेपालमा, एनजिओ आइएनजिओहरूले नेपालमा के गरेछन् भन्ने कुरा त आयो त, त्यसमा प्रवेश गर्नु परेन र उहाँहरू अब पर्यो नि।
होइन। एनजिओ आइएनजिओहरूले के गरेछन् भन्ने कुरो त बहसमा आइसक्यो सक्छ। कतिपय एनजिओले राम्रो पनि गरे हुन्, त्यो अर्को विषय हो। तर नराम्रो गर्नेहरू पनि योजनाबद्ध रूपमा आएका रहेछन् भन्ने कुरो त आइसक्यो नि, सबैको अगाडि आइसक्यो। अब उहाँहरू त्यसमा प्रवेश गरेन, नेपाली जनतालाई भन्नु पऱ्यो नि त उहाँले, यो ठिक कि बेठिक, यहाँ के भयो भन्नु होइन। हरेक राजदूतावासले युथ काउन्सिलहरू बनाउँदै हिँडेको छ, त्यो के गरे अब त्यो छलफल त हुनुपर्ने होला नि त। त्यस कारण जेएनजी विद्रोही साथीहरूलाई त्यसको नेतृत्व गर्ने, त्यसमा समावेश हुने, त्यसबाट नेपालीको इतिहासमा नै एउटा गौरवमय विद्रोहको सिर्जना गर्ने साथीहरूलाई, युवा साथीहरूलाई होइन, मेरो भनाइ के हो भनेदेखि समग्र विषयहरूमा, विचारधारादेखि राजनीतिक व्यवस्थादेखि हर विषयमा र नेपाली समाजमाथि भइरहेको हस्तक्षेपदेखि हर विषयमा, न्यू लिबरलाइजेसनको थ्योरीदेखि हर विषयमा छलफलमा प्रवेश गर्नु पर्यो होइन। त्यसले मात्रै उहाँहरूको योगदान चाहिँ निरन्तर र व्यवस्थित हुन सक्दछ र सैद्धान्तिक र ठिक हुन सक्दछ। मैले भन्ने अहिले ठिक भन्नु, म हजुरको त्यो पहिलो पार्टलाई म क्वेसन गर्छु ल। हजुरले भन्नुभयो कि जेएनजी भनेको एउटा एज ग्रुप हो होइन, यो एज ग्रुप नै हो होइन। र अहिले जेएनजी भन्ने युवाहरू खासै हेऱ्यो भने चाहिँ सबै एज ग्रुपलाई मजाले रिप्रेजेन्ट गर्दैन क्या। यो भने चाहिँ सहरियाहरू जो चाहिँ पहिल्यै अगाडि आउन सक्ने थियो नि, पहिलेदेखि चाहिँ एउटा राम्रो पोजिसनमा भएको जेएनजीहरू चाहिँ आएर चाहिँ आफ्नो डिमान्ड राखे। यो अहिले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री भयो। अर्को मेन कुरा भनेर चाहिँ यो प्रदेश सरकार खारेज गर्ने भनेर धेरै जेएनजी युवाहरूले भनिरहेछन् होइन। तर जेएनजीहरूमा पनि आफैमा चाहिँ हामीले चाहिँ यो चाहिँ सहरमा बस्ने जो मान्छेहरूको चाहिँ बिजुलीको एक्सेस छ, यो के अरे सोसियल मिडियाको मजाले एक्सेस छ, डिस्कर्ड चलाउन आउँछ, त्यो मान्छेहरूले कुरा गरेर चाहिँ अहिले चाहिँ एउटा डिमान्डहरू पेस गर्दैछन् सुशीला कार्की प्राइम मिनिस्टरलाई। यसमा चाहिँ म हजुरलाई मेरो प्रश्न चाहिँ, जो जेएनजीहरू चाहिँ अगाडि उठ्न सकिरहेछन् तिनीहरू पनि जेएनजी त जेएनजी नै हुन् होइन। तिनीहरूलाई चाहिँ कसरी समावेश गर्ने, तिनीहरूलाई समावेश नगरी चाहिँ कसरी चाहिँ जेएनजीको आन्दोलन भन्न मिल्छ, जेएनजीको माग भनेर भन्न मिल्छ, यिनीहरूलाई समावेश गर्नको लागि एउटा स्ट्राटेजी बनाउनु। अहिले जेएनजीको माग भनेको जे हो, जेएनजीको रूपमा सङ्गठित भएका जति युवाहरू छन् तिनीहरूको माग हो यो। सिङ्गे पुस्ताको प्रतिनिधित्व भएको छैन। मैले भनिहालेँ, उत्पीडित राष्ट्रको प्रतिनिधित्व भएको छ त, मधेसी युवाले के सोध्छ त, छलफल भएको छ त होइन। करिब 5% जनसङ्ख्या रहेको इस्लाम युवाले के सोध्छ त, छलफल भएको छ त होइन। यहाँको चाहिँ 14% भएको दलित जेएनजीले के सोध्छ त, छलफल भएको छ र होइन। मजदुर जेएनजीले के सोध्छ होइन। अनि त्यहाँबाट चाहिँ एक कप कफीको चाहिँ 300 रुपियाँ तिरेर खाने जेएनजीले के सोध्छ, एउटै सोध्छ र, सोध्दैन नि। त्यसमा वर्गको क्वेसनै गायब छ अहिले त, क्लास म्याटरै गायब छ नि होइन। क्लास म्याटर गायब छ, यहाँ नेसनालिटीको क्वेसन गायब छ, यहाँ कास्ट सिस्टमको क्वेसन गायब छ होइन। धेरै कुरा गायब छ नि। त्यस कारण त मैले विनम्रता कुरो भने त्यस कारणले कि राजनीतिमा आइसकेपछि, विद्रोहमा आइसकेपछि त अब त ती विषयमा छलफलमा प्रवेश गर्नु पर्यो होइन। अब तपाईँले भनेको विषय पनि प्रवेश गर्न पर्यो, जो चाहिँ सहरमा थिएनन्, रिमोट गाउँमा थिए होइन, पहुँचमा थिएनन्, इत्यादिमा थिएनन्, उनीहरू पनि कसरी गाँसिन्छन् त अब न्यायपूर्ण आन्दोलनमा भन्ने विषय पनि छलफलको विषय पर्यो नि। छलफलको विषय त पर्यो नि होइन। त्यस कारणले अब जेएनजी पुस्ताले जसरी पहल कदमी लिइराखेको थियो, लिएर विद्रोह भयो, त्यसमाथि हजारौं चलखेल पनि भइराखेका छन्। त्यसलाई सकारात्मक दिशामा अगाडि जानका निम्ति उहाँहरू सबै विषयमा विनम्रतापूर्वक, तीव्रतापूर्वक बहस छलफलमा जानुपर्ने हुन्छ होइन। त्यसले मात्रै अनि एउटा सबल पुस्ता र यो देशको जिम्मा लिने पुस्ता चाहिँ तयार हुन्छ। त्यही त हो कुरा। यो छलफल गर्नको लागि चाहिँ हजुरले एउटा कन्क्रिट सजेसन भनेर चाहिँ पार्टी खोल्ने भनेको होइन। पार्टी खोल्ने बाहेक अरू कसरी चाहिँ हामीले चाहिँ बहसहरू यस्तो कुराहरू चाहिँ अगाडि बढाउन सक्छौँ? मैले पार्टी खोल्ने भनेन, पार्टी खोलिरहेको पार्टी खोलिरहेको छ नि। जेएनजीहरू चाहिँ पार्टीमा छैनन् र, हुने नै भयो नि। 28 वर्षसम्मका मान्छे त पार्टीमा छन् नि, त्यो त के कुरा छन्। पार्टीमा चलाइरहेकाहरू पार्टी चलाउने भए होइन। जो पार्टीमा तत्कालै जान चाहँदैनन् तर उनीहरू चाहिँ ठिक दिशामा जान चाहन्छन् भने त पार्टीकै बारेमा पनि छलफल गर्न तयार हुनु पर्यो नि त, परेन र होइन। कुन प्रकारको सङ्गठन बनाउने भनेर छलफल गरे भइहाल्यो नि। सङ्गठन त चाहियो, सङ्गठन नहुँदाखेरि के हुँदो रहेछ त भन्नु त।
सङ्गठन सङ्गठित नहुँदा, कमान्ड केन्द्रित नहुँदा त चाहिँ नि सैनिक मुख्यालयमा चाहिँ आफै झडा दिन आउँदो रहेछ नि। आफ्नै व्यवहारले पुष्टि भइसक्यो नि, आफ्नै गतिविधिले पुष्टि भइसक्यो नि। त्यसकारण सेन्ट्रल कमान्ड सेन्टर लिनु पर्यो। त्यस कारणले सबै विषयमा छलफल गर्न तयार हुनु पर्यो हैन। पार्टीका आवश्यक पार्टीका नेताहरूसँग छलफल गर्ने, बौद्धिकहरूसँग छलफल गर्ने हैन। विचारधारामा चाहिँ छुवाछुत गर्नु भएन हैन। मान्नुस् तपाईँ चाहिँ न्यू लिबरेसन मान्नुहुन्छ, मान्नुस्। तपाईँलाई पुँजीवाद मनपर्छ, म वैज्ञानिक समाजवाद भन्छु भनेदेखि तपाईँले यति ब्यारियर त खडा गर्नु भएन कि मसँग भेटै नगर्नुहोस्, मसँग छलफलै नगर्नुहोस् हैन। आज अमेरिकाले पञ्चवर्षीय सिद्धान्त भन्छ हैन त विकासको। संसारका धेरैसो मुलुकले पञ्चवर्षीय 5 वर्षको योजना बनाउँछ हैन। त्यो कहाँबाट लिएको? कम्युनिस्टहरुसँग ल्याए हैन हो नि। लिनु हुँदैन त, हुने रहेछ नि हैन। त्यसकारणले प्रजातान्त्रिक समाजवाद मान्नेले पनि वैज्ञानिक समाजवादवालासँग छलफल गर्न पर्यो। वैज्ञानिक समाजवाद मान्नेवालाहरूले पनि प्रजातान्त्रिक समाजवाद मान्नेसँग खुलेर छलफल गर्नु पर्यो हैन। राजनीतिक पार्टी नै मलाई दिक्क लाग्छ भन्नेले पनि राजनीतिक पार्टीका मान्छेसँग पनि छलफल गर्नु पर्यो हैन। सबैले सबैसँग छलफल गर्नु पर्यो र एउटा वैचारिक ग्याल्भनाइज हुने हैन, वैचारिक रूपमा एउटा ध्रुवीकरण हुने वातावरणमा नेपाली समाजलाई लिएर गएर पो हल हुन्छ त। यो त कुना कुनाबाट लुकेर निर्णय गर्दा फिस्स पारेर हल हुन्छ, यो हल हुँदैन नि। सरल कुरा छ, जति धेरै जनवाद त्यति धेरै समाज एकीकृत हुन्छ। जति धेरै जनवाद डेमोक्रेसी के ठ्याक्कै भन्दा हैन। डेमोक्रेसी सबभन्दा बढी व्यक्त केमा हुन्छ त भन्दाखेरि छलफलमा व्यक्त हुन्छ हैन। पुँजीपतिहरू चुनावमा व्यक्त हुन्छ भन्छन् हैन, वास्तवमा छलफलमा व्यक्त हुन्छ। त्यसकारण सबै विचारधारा भएका मानिसहरूसँग चाहिँ व्यापक छलफलमा जानु पर्यो सबै हैन। सबै छलफल। जस्तै तपाईले भन्ने बित्तिकै म समय दिन्छु मैले किन भने भन्दाखेरि नेपालको राजनीतिबाट टाढा हैन एउटा कुनामा बसेर पढिरहेको युथले चाहिँ अहिलेको करेन्ट स्थितिको बारेमा म छलफल गर्न चाहन्छु भनेपछि त मेरो निम्ति पनि तपाईको निम्ति पनि यो त ठुलो अवसरको कुरा हो नि। अहिले नेपाली समाजले खोजेकै यही हो। प्रत्येक मान्छेले के सोचिरहेको छ, प्रत्येक क्लासको मान्छेले के सोचिरहेको छ भन्ने बारेमा व्यापक बहस भएपछि त्यसले के गर्छ भने वैचारिक ध्रुवीकरण गर्छ नि, केन्द्रीकरण गर्छ नि, उद्घाटन नभएका कुराहरूलाई एक ठाउँमा लिएर आउँछ नि। अनि त्यसपछि चाहिँ नेपाली देशलाई हाँक्ने फौज तयार हुन्छ। जति धेरै सूचना जनता कहाँ पुग्छ यो देशको रक्षा त्यति छिटो हुन्छ। जति धेरै सूचना केही मान्छेको हातमा केन्द्रित हुन्छ यो देश कमजोर हुन्छ, यो समाज कमजोर हुन्छ, यो देश कमजोर हुन्छ हैन। व्यापक छलफलमा लाग्नु। हस् त आवती सर, धेरै धेरै धन्यवाद। तपाईँलाई पनि धन्यवाद, उहाँहरुको टिमलाई पनि धन्यवाद है। थ्याङ्क यू भेरी मच।